नमस्ते। अहिले एकैछिन अगाडि नेपालखबर.com मा मेरो एउटा लेख छापिएको छ र लेखको विषय छ चुनाव गराउन सरकारमा सर्वपक्षीय प्रतिनिधित्व भन्ने बारेमा हो। त्यही लेख म यहाँ पढ्दैछु है। देशमा आन्दोलन भयो, तोडफोड भयो, विध्वंस भयो, युवाहरूको ज्यान गयो, महत्त्वपूर्ण कागजात जले, सिंहदरबार जल्यो, सरकार ढल्यो, संविधानको धारा बिनाको सरकार बन्यो, हुँदाखाँदाको प्रतिनिधि सभा विघटन भयो। आन्दोलनले के दियो के लियो? युवाका ज्यान, सरकारी र व्यक्तिगत धनमाल सरकार र प्रतिनिधि सभा लग्यो भने नयाँ सरकार दियो। साथै 42 साल फागुन 21 गते हुने गरी निर्वाचनको घोषणा दियो। यी सबै कुरा सबैलाई थाहा छ। चासो अब देशमा के हुँदैछ भन्ने बारेमा हो। साँच्चीकै निर्वाचन हुन्छ कि पुरानै प्रतिनिधि सभा फेरि पुनः स्थापित हुन्छ? यी सब प्रश्नमा सबै आफ्ना तर्क दिँदैछन् र म पनि त्यही गर्दैछु, किनकि म पनि त्यो भिडबाट टाढा छैन। योभन्दा अगाडिका निर्वाचन कमिटी घोषणा भएपछि कुन पार्टीको कति सिट आउँछ होला, कुन निर्वाचन क्षेत्रमा को बलियो छ, कुन निर्वाचन क्षेत्रमा को उठ्छ, कुन पार्टीबीच कस्तो गठबन्धन हुन्छ होला आदि चर्चा आम चासो हुन्थ्यो भने टिकट बाँड्ने अथवा भनौँ बेच्नेको पसल खुलिसकेको हुन्थ्यो। प्रिपेड र पोस्टपेड दुवै पसलमा भिड बढिसक्थ्यो। तर यो पटक त्यस्तो भएन, किनकि यो पटक निर्वाचन गराउने सरकार, निर्वाचनमा भाग लिने दलहरू, टिकट किन्ने बेच्ने साउ र ग्राहकहरू, मतदाता कसैलाई पनि चुनाव भइहाल्छ भन्ने विश्वास छैन। कोही हुने कुरामा शङ्का गर्छन् भने कोही हुन नदिन लागेका छन्। कोही बाहिर निर्वाचन हुनुपर्छ भन्ने तर भित्रभित्रै भाड्न लागेका छन्। मोही माग्न जाँदा ढुङ्ग्रो लुकाउने नेपाली समाजको पुरानै चलन हो नि। तोकेकै मितिमा निर्वाचन हुन सक्ने र नसक्ने के कारण छन् त? पहिला चर्चा गरौँ तोकिएका मितिमा निर्वाचन हुन नसक्ने कारणहरू। पहिलो, दलहरूको अपनत्व। विगत 3 दशकदेखि सत्ताको वरिपरि रहेका दलहरूले वर्तमान सरकार निर्वाचनमा अपनत्व लिएको देखिन्न। नेपाली काङ्ग्रेस आफूभित्रैको कचिङ्गलमा डुबेको छ, तर लोकतन्त्रमा पूर्ण विश्वास राख्ने पार्टी भएकोले उसले निर्वाचनमा भाग लिने स्पष्ट पारेको छ। नेपाली काङ्ग्रेसको लागि हार जित भन्दा संविधानलाई लिकमा ल्याउनु सबैभन्दा महत्त्वपूर्ण छ, तर उसलाई निर्वाचन हुनेमै शङ्का छ। एमाले आफू हार्ने निर्वाचनमा भाग लिन चाहँदैन। उसलाई थाहा छ फागुनमा हुने निर्वाचनमा सबैभन्दा लज्जास्पद हार उसैको हुनेवाला छ। तसर्थ ऊ विभिन्न बहाना बनाएर निर्वाचनमा नजाने भन्दैछ। अझ एमालेका आधिकारिक अभिव्यक्तिहरू नै निर्वाचनमा सरकारलाई सघाउने भन्दा भड्काउने छन्। माओवादीसँग कुनै विकल्प छैन। रासपा आजको राजनीतिको निर्णायक शक्ति होइन, तर निर्वाचन भएमा आफ्नो हैसियत बढ्ने निष्कर्षसहित चुनावमा जोड दिन्छ। मधेस केन्द्रित दलहरू छिन्नभिन्न स्थितिमा छन्। न उनीहरू आन्दोलन गर्न सक्छन् न एक स्वर। यो अवस्थामा बाहिर जसले जे भने पनि दलहरूले निर्वाचनको अपनत्व लिएको देखिन्न। तसर्थ तोकिएको मितिमा निर्वाचन हुन कठिन छ। दोस्रो, रूपान्तरण अहिलेकै निर्वाचनपछि। यो सरकार आन्दोलनबाट बनेको सरकार हो कि चुनावी? यो स्पष्ट नभई निर्वाचन हुनै सक्दैन। यदि आन्दोलनको मर्मबाट बनेको हो भने आन्दोलनको माग के थियो? संसद विघटन र यही संविधानका धारा अनुरूप निर्वाचन, फेरि यही पार्टीहरूलाई सत्ता हस्तान्तरण र उही सरकार बन्ने र ढाल्ने खिचातानी? होइन, आन्दोलनको मर्म त्यो थिएन। रूपान्तरण थियो भने त यही संविधान अनुरूप निर्वाचनको प्रयोजन नै छैन। निर्वाचनपछि आउने सरकारले रूपान्तरण गर्छ भन्नु चाहिँ राजनीतिको सबैभन्दा ठुलो झुट हुनेछ, चाहे त्यो जुसुकैले भनेको किन नहोस्। त्योभन्दा ढुङ अरू केही हुनै सक्दैन। संविधान संशोधनको एजेन्डामा सहमति गरेर बनेको पछिल्लो सरकारले के गर्यो हामीले देखेको होइन? कुनै काम सुरु गर्यो? योभन्दा धेरै नबोलौँ, बुझ्नेलाई इसारा काफी। सरकार र दलबीचको सम्बन्ध। सरकार र दलहरू बीचको सम्बन्ध तेस्रो बुँदा आइयो। नेपालको इतिहासमै कमजोर छ। मन्त्रीहरू सस्तो लोकप्रियता र लोकरिझ्याइमै मस्त छन्। चुनावी भनिएको प्रधानमन्त्रीले दलका प्रतिनिधि भेट्न झन्डै 1.5 महिना लाग्यो। भएको भेट पनि सौहार्दपूर्ण हुन सकेन। सँगैसँगमा भेट सकियो, अझ भनौँ नोकझोकमा भेट सकियो। त्यस भेटपछि सरकार उत्साहित बने पनि दलहरू उत्साहित बन्न सकेनन्। निर्वाचन आयोग प्रमुखविहीन छ। आयुक्तहरू सबै छैनन् र नियुक्ति हुने सम्भावना पनि छैन। सरकारले देशमा प्रमुख दलहरूसँग कुरा गर्न आन्दोलन गर्ने पक्षसँग सहमति लिनुपर्ने जस्तो स्थिति छ। आन्दोलन गर्ने पक्ष प्रमुख दलहरूलाई निषेध गर्ने भाषण गर्दैछन्। अनि कसको लागि र किन निर्वाचन? चौथो, अर्को आन्दोलनको त्रास। आन्दोलनको मर्म अनुरूप यो सरकार चल्न सकेन, यो पक्का हो। आन्दोलनको मर्मलाई कहिले वर्तमान संविधान देखाएर, कहिले राष्ट्रपति देखाएर, कहिले निर्वाचन भाडिने सङ्केत देखाएर यो सरकार आन्दोलन गरेका पक्षहरूलाई रुष्ट बनाउँदैछ। आफू बन्न संविधानले नरोक्ने, अरू केही काम गर्न संविधानले रोक्ने। यो परिस्थितिमा फेरि अर्को विद्रोह हुन सक्ने त्रास सबैमा छ। कोठामा, कफी सपमा, भट्टीमा सबैले गर्ने गफको विषय यही नै हो। निर्वाचन नहुन आन्दोलन हुनु जरुरी छैन। आन्दोलन हुने जस्तो मात्रै भए पनि पुग्छ। यसमा सरकार संवेदनशील छैन। तर यति हुँदाहुँदै पनि तोकिएकै मितिमा निर्वाचन हुने केही आधारहरू देखिन्छन्। ती के हुन् त? पहिलो, नेपाली काङ्ग्रेसको निर्णय। यो देशको राजनीतिको निर्णायक शक्ति नेपाली काङ्ग्रेस हो भन्नेमा कसैले दुविधा नलिए हुन्छ।
उसले औपचारिक रूपमै यथास्थितिमा निर्वाचनमा जाने निर्णय गरेको छ। यो निर्वाचनको कोसेढुङ्गो हो। यो निर्णयले अरू दललाई पनि निर्वाचनमा जान दबाब दिन्छ र निर्वाचन कुनै ठुला दलले बहिष्कार गर्ने आँट गर्दैनन्। दोस्रो, प्रधानमन्त्रीको प्रतिबद्धता, जसले जे भने पनि प्रधानमन्त्री निर्वाचन पनि पूर्ण प्रतिबद्ध रहेको देखिन्छ। यो निर्वाचनको लागि सबैभन्दा सबल पक्ष हो। आफू त्यति स्पष्ट भइसकेपछि सुरक्षा लगायतका व्यवस्थापन गर्ने काम मन्त्रीहरूको हुन्छ। यदि कोही मन्त्री वा कर्मचारी निर्वाचनको पक्षमा काम गर्दैनन्, लोक रिझाइमै मस्त छन्, चुनाव भाँड्ने अभिव्यक्ति दिनमै रमाउँछन्, दल र नेतालाई गाली गर्नमै व्यस्त छन् भने जो भए पनि उनीहरूलाई आजै निकाल्ने आँट भने प्रधानमन्त्रीमा हुनुपर्छ, नत्र उनीहरूको भारी पनि प्रधानमन्त्रीले बोक्नुको विकल्प छैन। तेस्रो, अन्तर्राष्ट्रिय दबाब। जुन परिस्थितिमा वर्तमान सरकार बन्यो त्यो अत्यन्तै पीडादायी समय थियो। तर सरकार बनेपछि वर्तमान सरकारप्रतिको विदेशी पूर्ण समर्थन नै निर्वाचन गराउने शर्तमा भएको छ। अब त्यो समर्थन निर्वाचनको लागि दबाब नै हुनु पुगेको सरकारले पक्कै बुझेको हुनुपर्छ। छिमेकी लगायत प्रभावशाली मुलुकहरूको यस्तो समर्थन हुनु निर्वाचनको वातावरणको लागि सकारात्मक हुनु पुगेको छ। चौथो, जनचाहना। जनता विगतका सरकारका कार्यशैलीसँग वाक्क थिए, यो पक्का हो। तर उनीहरू आन्दोलन, तोडफोड र गोलीको नाम पनि सुन्न चाहँदैनन्। तसर्थ वर्तमान सरकारले गराउने निर्वाचन र आगामी सरकार नै उनीहरूको पहिलो र अन्तिम प्राथमिकता हो। जनता नै निर्वाचनका लागि तयार छन् भने बाँकी जिम्मेवारी अब सरकारको हो। अन्त्यमा एउटा प्रश्न छ, आफ्नो सरकारलाई 1.5 महिनासम्म पूर्णता दिन नसक्ने सरकारले के चुनाव गराउला? सही हो प्रश्न। अब सरकारलाई पूर्णता दिन ढिला नगरौँ। सरकारमा आन्दोलन पक्षका 3 जना, नेपाली काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, राजसभा, मधेस केन्द्रीय दल र नागरिक समाजबाट एक जनाको प्रतिनिधित्व गर्दा चुनावमा सबैको अपनत्व हुन जान्छ र निर्वाचन कसैले रोक्न सक्दैन। तर यदि निर्वाचन भएन भने प्रतिनिधि सभा पुनर्स्थापनाको स्वर ठुलो हुन्छ, सर्वपक्षीय सरकारको माग उठ्छ। भदौमा आन्दोलन गर्ने पक्षका माग एकपछि अर्को बढ्न थाल्छन् र यीमध्ये कुनै पनि स्थिति सम्हाल्न धेरै कठिन हुन्छ। नत्र निर्वाचन गराउँछु भन्ने र निर्वाचन हुनुपर्छ भन्नेका भाषण सुन्दा मलाई रामकृष्ण ढकालको स्वरको त्यो गीत याद आउँछ, यो त सब भन्ने कुरा न हो। हस्, नमस्ते।